नमस्ते तपाईहरु सबैजनालाई अर्को एउटा भिडियोमा। सो देखिराख्नु भएको छ एकदमै दिन राम्रो खुलेको छ, आकाशमा एउटा पनि बादल छैन। अब फागुनको अन्तिम अन्तिम हुन थाल्यो र मौसम एकदमै राम्रो तातो हुन थाल्यो। लुगाहरू पनि अब ज्याकेटहरू हामीले फाल्न थाल्यौं। तपाईलाई आज मैले देखाउन खोजेको कुरा चाहिँ के हो भने दिस इज आवर होम टाउन। एकदमै राम्रो आज मौसम खुलेको छ। यो हाम्रो घर, रेस्टुरेन्ट तल, माथि हाम्रो आँगन। यहाँ आमा बुवा चाहिँ एकदम आज घाम तापेर बसिरहनु भएको रहेछ। बाबा एकदम ह्यान्डसम हुनु भएको छ। बाबा ह्यान्डसम देखिनु भएको छ त आज त। ह्यान्डसम देखिनु भएको छ त, ह्यान्डसम। सो पहाडमा घाम लाग्न सुरु गरे पनि पानी चाहिँ एकदम चिसो छ। हामी चाहिँ नुहाउनको लागि अझै पनि यो आगोकै सहारा लिँदैछौँ। आगोमा टक्कसँगले एक भाँडा पानी तताएपछि सबैलाई नुहाउन पुग्छ। बाथरुममा गिजर भए पनि आगोमा तताएको पानीमा नुहाउनु चाहिँ एकदमै मजा आउँछ। सो थ्याङ्क्स फर वाचिङ। सपोर्ट गरिदिनु होला भिडियोहरूमा, लाइक सेयर अनि यो आइडीलाई पनि फलो गरिदिनु होला। गरेर मन्दिर दर्शन गर्न आए, त्यसपछि हेर्नुहोस् त वरिपरिको मौसम कस्तो राम्रो खुलेको छ। वाउ, भिडभाड पनि उस्तै छ। तपाईँकोतिर जाडो हट्यो कि हटेन, मौसम कस्तो छ कमेन्ट गर्नु होला।